누누 다 빨리 하노 안에. 다시 자. 밑에 자. मिस्टी हेलो फ्रेन्ड्स, सबैजनालाई गुड मर्निङ। तपाईँहरू कस्तो हुनुहुन्छ? मेरो दाजु सबैजना राम्रै हुनुहुन्छ, म पनि राम्रै छु। अनि फ्रेन्ड्स, अहिले चाहिँ भर्खर 9 बजिरहेछ र कान्छा जानुभएको छ बजार। ऊ चाहिँ मेरो भान्जी हिजो आएको, उसले चाहिँ चटपटे खाऊँ भनेर वाक्कै पारिसकिन् बिहान बिहानै। अहिले नै हुँदैन भनेर भनेको भन्दै मान्दिनँ। अनि मैले पैसा भन्दै म पैसा देखाएर बसिरहेको छु यत्रो मुख फुलाएर। आज चाहिँ बिहिबार हो र हाम्रो यहाँ बजार लाग्छ, कान्छा बजार गएको छ र झोलामा चाहिँ के ल्याउनु भएको रहेछ म पनि हेरेँ त। अनि चाहिँ अनि यहाँ चाहिँ कमेर दिइराख्नु छ। यहाँ चाहिँ आमाले नै दिनुहुन्छ घरमा अन्डा बुढीहरू ल्याएको बेलामा। अनि चाहिँ जान्दिनँ नि त, हामीले माइतमा कलेक्ट गरेको पनि थिएन, आमाले खान्छन् भनेर मलाई थाहा पनि थिएन। हाम्रो घरमा पनि माइतमा खाँदैन थियो र मैले चाहिँ यहीँ आएर सबै त सिकेको खानु हुँदा चाहिँ। अनि चाहिँ हामीले अन्डाहरू त्यहाँदेखि सक्दै सफा पारिसक्नु पऱ्यो। त्यो कलबाट आमा सर्नुहुन्छ अर्को कलतिर, किनभने त्यो कलमा पानी पर्छ हामी त्यो कल चलाउँदैन नि त। अनि त्यो कलमा राम्रो पानी पाउँदैन भनेर चाहिँ यो कलमा मजाले धुनु चाहिँ यस्तो गर्दा सबै खेल्नुको लागि फेरि हामीले ग्यासमा अन्त फेरि बोइल गर्नलाई बसाउनु गएको छ। यसलाई चाहिँ मजाले उमाल्नुहुन्छ। अनि सबै कालो कालो चाहिँ सबै फ्रिफ्रिन्छ छिलेर। हामीले छिलेर अहिले काटकुट पारिसक्नु भएको छ। अनि नानी चाहिँ आमा भङ्गोरिरहेको छ, भन्दैछ। अनि जियो कम्प्लिट गरिसक्नु भएको छ, त्यसले मोल्नु हुँदैछ अनि कालो हुँदैछ। अनि अझै ए अनि यस्तरी हाल्नु हुँदैछ, हाल्नु पर्यो। हामी चाहिँ यसमा एड गर्ने छौँ तेल र प्याज र खोर्सानी चाहिँ हामीले हालिसक्नु भएको छ। अनि तेल हालेर चाहिँ मजाले मिक्स गर्नुपर्छ अन्डाबुडीमा। यो चाहिँ हाम्रो आमाको रेसिपी हो है, मेरो चाहिँ होइन। म त जान्दिनँ पनि पकाउनको लागि, र आमाले चाहिँ सिकाउनु भइरहेछ मलाई। र यसमा मैले आमाले हाल्नु भइरहेछ, मैले चाहिँ पिसेको थिएँ। अनि आमाले चाहिँ हाल्नु हुँदैछ यसमा प्याजको र लसुनको पेस्ट, त्यहाँबाट जिरा पेस्ट, अनि त्यहाँबाट स्वादअनुसार नुन हाल्नुहुँदैछ। त्यसपछि हाल्नुहुन्छ आमाले हल्दी, र हल्दी हालिसकेपछि चाहिँ आमाले यसलाई आफ्नै हातले मजाले मिक्स गर्नुहुन्छ। अनि मजाले मिक्स गरिसकेपछि चाहिँ हामीले यसलाई यत्तिकै अब बसाउनु पर्छ। यसलाई चाहिँ केही गर्नु पर्दैन। अब ग्यासमा बसाइसकेपछि अब यो पट 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 फुट्छ। अनि फुटिसकेपछि चाहिँ पाक्छ। दुनु पहिले खानु अनि कसो छ? मिठो छ? नानीले चाहिँ मिठो छ भने अनि अब चाहिँ म खान्छु। अनि म चाहिँ सबैलाई मिक्स गरिवरी खान्छु म चाहिँ। अनि मैले पनि खाएँ, पुरा मिठो भएको रहेछ। तपाईँहरू पनि यसरी नै बनाएर खान सक्नुहुन्छ आन्द्राभुडी। र म चाहिँ नानीलाई तेल खाना गएर सेन्टरजना नानीलाई रेडी पारिसकेको थिएँ, तर किट्टो चाहिँ लगाइदिएको थिइनँ। अनि मेरो भान्जीले चाहिँ लगाइदिँदैछु। रेडी भइसकेको छु लु भाइ। हामीहरू सेन्टर जानलाई निस्केको। अहिले चाहिँ नानीको तेल खानुहुन्छ, पोलियोको तेल। अनि म र मेरो छोरा चाहिँ गएको। बाई बाई। खोइ बाई बाई। मलाई के ल्याइदिन्छस्? apa ल्याइदिने? मलाई के ल्याइदिन्छस् अनि? apa ल्याइदिन्छस्? त कहाँ गएको? कहाँ गएको त? बजार गएको हो र?
Lên. म चाहिँ बाटोमा निस्केको छु अहिले उता पनि टोटो आएको छैन सबै उता बजार जाने मात्रै आउँदैछ उता घोडामारा जाने आएकै छैन किनभने आज बजारको दिन हो त्यही भएर कोही पनि जान पनि खोज्दैनन् होला अब हेरौँ भेटिन्छ कि भेटिँदैन टोटो पनि हामी चाहिँ पर्खिँदा गऱ्यौँ बाटोमा अनि बल्ल 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 टोटो आयो बिहिबारको दिन चाहिँ टोटो भेट्न मुस्किल पर्छ नि त त्यही भएर चाहिँ नभए अरू बेला त एभाइलेबल हुन्छ अनि मलाई नानी चाहिँ आइसकेको छु मैले टोटोमा आएको टोटोवालासँग पैसा दिएन त अनि फेरि खुजुरा लिएन त त्यही भएर चाहिँ दोकानमा चाहिँ खुजुरा गरी नानीले एउटा बिस्कुट दिएँ अनि हामी चाहिँ यता जाँदैछौँ कता दिन्छ कुनी उतै दिन्छ होला यता दिँदैछौँ कि चलो देखि छिर्दा झर्छ त्यता नानी र म चाहिँ पुगिसकेको छौँ यो चाहिँ यतै घोडामाराको सेन्टर अरे अनि यहाँ चाहिँ अरूहरूले चाहिँ भात दिन्छ अरे हामीलाई चाहिँ अर्कै सेन्टरमा दिन्छ तर यो तेल चाहिँ हामीलाई यही दिन्छ अरे अनि हामी चाहिँ यहीँ आएको छौँ म र नानी अनि यहाँ हाम्रो घर छिमेकीको काका पनि आइसक्नु भएको रहेछ नानीलाई खुवाउनको लागि नानीलाई चाहिँ काकाले नै ल्याउनु भएछ तर हाम्रो नानीलाई चाहिँ मैले लिएर आएँ अनि आमा आएपछि चाहिँ फोटो पनि खिच्नुपर्छ अरे अन्त त्यहाँ साइन पनि गर्नुपर्ने रहेछ अनि मैले साइनहरू पनि गरेँ अनि यहाँ दिदीबहिनीले चाहिँ फोटो खिच्नु हुँदैछ हाम्रो तेल खुवाइ पनि कम्प्लिट उता जो स्कुल हामी आउँदाखेरि स्कुलमै खाना पकाएको थियो होला सायद अनि आउँदै थिएँ अनि आउँदै चाहिँ त्यहाँ स्कुलमा सब्जीहरू के डढेको रहेछ अनि सब्जी डढेकोले सब्जी त होइन खोर्सानी डढेको जस्तै लाग्यो मलाई चाहिँ अनि मलाई चाहिँ पुरा खोकी लाग्दैछ अनि म चाहिँ खोकेको भएँ अनि नानी चाहिँ चुप्पो लागेर हिँड्दै त नबोलिकन मैले बोल्न भन्दाखेरि पनि बोलेकै थिएन मेरो छोरो चाहिँ अनि हामीहरू चाहिँ जाँदैछौँ अहिले जाँदाखेरि चाहिँ भेट्यो राम्ररी नै टोटो पर्खिनु परेन काकाले बोलाउनु भएको रहेछ अनि हामी दुईजना सँगै आउँदैछौँ अनि यो मिस्टर आयान्स चाहिँ पुरा क्यामेरा अन गर्ने बित्तिमा टाउकोले कोले गर्दो रहेछ होइन टाउकोले कोले गर्छ क्यामेराको छेउमा पुरा क्यामेरामा पुरा एट्र्याक्टिभ भएको रहेछ कि क्या अनि मैले म क्यामेरा अन गर्ने बित्तिमा यस्तै छेउमा मुन्टो तन्काइ हेरेको गर्दैछु र दुईजना चाहिँ जोगा जस्तै देखिँदो रहेछ मेरो छोरालाई र मिस्टर आयान्सलाई के अब बाबालाई के पापा दिन्छ होला भाइले बाबालाई त पापा ल्याइदिन्छु खै पापा खै भाइलाई त त्यही एउटा किनिदिएर टोक्नै सकेको छैन त्यही खेलाइरहेछ बोलेको पनि छैन यो कुन 12 केजी भएछ छु भनेर घटिहालेछु 1 केजी म 2-3 केजी घट्यो होला भने 1 केजी घटिछु म म चाहिँ आइसकेँ घरमा सक्यो मेरो तेल खुवाइ पनि अब तपाईँ जाने चाहिँ अहिले भर्खरै आम टिपेर ल्याउनु हुँदैछ फेरि झरो भनेर खुर्र कुदेर जानुभएको थियो साथीहरू हामीले खाना खाइसकेको छौँ रातिको हाम्रो चाहिँ भिडियो कस्तो लाग्यो राम्रो लाग्यो भने लाइक सेयर कमेन्ट गर्न नबिर्सिनु होला र अरू भिडियो चाहिँ धेरै माया गर्नु होला।